नेपालमा 48 घण्टे खतरा आकाशबाट आउँदैछ ठूलो विपत्ति। नेपाल अब सावधान हुने समय आएको छ। अबको 48 घण्टा देशभरको मौसम खतरनाक मोडमा पुग्न सक्ने चेतावनी आएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष मनसुन बुलेटिन अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी जोखिममा छन्, तर मधेस, बागमती र अन्य प्रदेशका धेरै जिल्लाहरू पनि सुरक्षित छैनन्। किन यस्तो भयो? बंगालको खाडीबाट सक्रिय भएको न्यून चापीय प्रणाली नेपालतर्फ बढ्दै आएको छ। यसको कारण हुन सक्छ मुसलधारे वर्षा, चट्याङ सहित मेघर्जन, आकस्मिक बाढी, पहिरो र हवाई तथा सडक यातायातमा गम्भीर अवरोध। सबैभन्दा ठूलो जोखिम नदी किनारा, पहाडी बस्ती र पहिरो सम्भावित क्षेत्रमा बस्ने नागरिकहरूलाई छ। यदि तपाई त्यस्तो क्षेत्रमा हुनुहुन्छ भने अनावश्यक यात्रा नगर्नुहोस्। मौसमको आधिकारिक सूचना नियमित हेर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्। यो सामान्य वर्षाको खबर होइन, लापरवाहीको एक क्षणले ठूलो क्षति निम्त्याउन सक्छ। सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्। यो जानकारी आफ्नो साथी, भाइ, परिवार सम्पूर्णमा पुर्याउनका लागि मद्दत गर्नुहोस्।